every day watching me. हे गाइज गुड मर्निङ एभ्रिवान नमस्ते सबैजनालाई तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु सो न्यू डे न्यू ब्लगमा तपाईहरु सबैजनालाई स्वागत छ सो आज चाहिँ नयाँ दिन नयाँ ब्लग सुरु गरिसके मैले हैन अब ब्लग त सुरु गर्नै पर्यो बनाउन थालेपछि त्यही भएर चाहिँ ब्लग बनाउन सुरु गरिसके र आज चाहिँ म चाँडै उठे नत्र कि सधैँ खाना मात्रै उठ्थे आज चाहिँ म चाँडै उठिसके अलिकति चाँडो हो अनि चाँडो उठ्नुको रिजन चाहिँ के हो भन्दाखेरि अब टक्क यहाँनिर हिजो मोल पुगेको थियो नि त अब आज यहाँनिर मोल छरेर जोत्नु पर्ने हुन्छ किनकि अब यहाँ त धन्या लाउनु पर्यो गर्ने आफैले हो खाने आफैले हो हैन त्यही हिसाबले चाहिँ अब मैले चाहिँ यहाँनिर टक्क जोतेर हजुर अनि त्यही हो अब टक्क मोल छर्नु पर्ने हुन्छ मैले चाहिँ हैन अनि अब यहाँ ट्र्याक्टर स्याक्टर हेरेर पत्कर गाइज पत्कर अनि त्यो के कुरा भन्न लागेको थिएँ भने मैले टिकटकमा चाहिँ त्यत्रो होइन 1300-1400जनाले हेर्छ युट्युबमा चाहिँ जम्मा 60-70 भन्दा छैन के हो गाइजहरू यसो माया देखाइदिनु पर्यो अलिअलि चलपल हानिदिनु पर्यो होइन आन्टी के हो यो भाङ ल त्यही हो गाइज अलिकति बढी माया देखाइदिनु होला अब चाहिँ टक्क म चाहिँ यहाँनिर मोल छर्छु अनि मोल छरेर अनि सकेपछि भेटौँ है त आज चाहिँ टक्क मैले चाहिँ होइन मोलसोल छरेर सकिसकेँ र मोल छरेपछि चाहिँ यस्तो छ नजारा होइन अब चाहिँ टक्क मैले ट्र्याक्टर ल्याएर यहाँ चाहिँ जोत्नु पर्ने हुन्छ र यहाँनिर हेर्न सक्नुहुन्छ मुला यो रहेको छ मुला अचार खाने भए लिएर आउनु होला मुला चाहिँ बाबा बढे मनको छ अनि त्यही हो गाइस धनियाँ पनि छ धनियाँ पनि चाहिने भयो लिन आउनु होला होइन यहाँनिर अनि अब चाहिँ टक्क लाएर ट्र्याक्टर निकालेर जोत्नु पर्ने हुन्छ हामीले चाहिँ यहाँनिर फेरि धनियाँ लाउने हो त्यही हिसाबले चाहिँ मुला देखेर चाहिँ मलाई लोभै लागिरहेको छ आफ्नै बारीको मुला देखेर पनि अब चाहिँ यहाँनिर ट्र्याक्टर झिक्नु पर्ने हुन्छ होइन के गर्नु काम गर्नै पर्छ अलिअलि देखेको सकेको जानेको जति काम त गर्नै पर्छ र यहाँनिर छ हाम्रो चाहिँ घाँस पनि छ यता र यता पतघर पनि छ अनि अब चाहिँ ट्र्याक्टर चाहिँ यस्तो हालतमा छ अब यहाँबाट निकाल्नु पर्ने हुन्छ होइन ट्र्याक्टर निकालेर अनि अब ट्र्याक्टर निकाल्छु अनि भेट्छ है त त्यो ट्र्याक्टर पनि निस्किसकेको छ र ट्र्याक्टर निस्केपछि चाहिँ यहाँनिर यस्तो छ अब चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ यसलाई चाहिँ होइन स्टार्ट गरेर एकछिन छोडिदिनु पर्ने हुन्छ किनकि धेरै भइसक्यो स्टार्ट नगरिकन राखेको भित्र अन्त कोठामा अब स्टार्ट गरौँ है त हुन्छ के हो र स्टार्ट भइसक्यो ट्र्याक्टर र अब चाहिँ एकछिन यसलाई छोडिदिनु पर्ने हुन्छ र यहाँनिर घुँडाहरूको चर्ते कला हेरौँ न ह्याप्पी होली सिँगान आएको कति धेरै जाऊ सिँगान थालेर आऊ ल यहाँ आऊ ल दुईजना फोटो खिच्ने हामी आऊ ल ल यहाँ बस यहाँ ल यता हेरिदेऊ त ल नगर है बिग्रिन्छ त्यही हो गाइस अब ट्र्याक्टर स्टार्ट भइसक्यो र अब चाहिँ एकछिनपछि अब एकछिन स्टार्ट गरेर छोडेर अनि जोड्नु पर्ने हुन्छ हामीले चाहिँ अब बुढाहरूलाई चाहिँ होली लागिसकेको छ होइन अब हामीलाई पनि लाग्नेवालामा छ बिस्तारै होली आउँदैछ सबैजनालाई एडभान्समा ह्याप्पी होली अब चाहिँ एकछिन बस्छौँ अनि जोत्छौँ है त
सो फाइनली मैले चाहिँ होइन बारी जोतेर सकिसकेँ र बारी जोतेपछि चाहिँ यस्तो छ होइन। अनि ट्र्याक्टर चाहिँ यहाँनिर छ। अनि पहिला चाहिँ धनियाँ रोप्नुभन्दा अगाडि चाहिँ यहाँनिर आलु रहेछ कि हाम्रो चाहिँ अलिकति बाइक रहेछ र आलु चाहिँ यहाँनिर अलिकति जति अब त सकिसक्यो जोतेर फोटो अघि आइज भन्दाखेरि चाहिँ मानेन। अनि त्यही हो गाइज म अनि यहाँ माथि चाहिँ हाम्रो चाहिँ गाउँको विजय अङ्कलको चाहिँ नयाँ घर बन्दैछ र त्यहाँनिर गएर चाहिँ प्रसाद खाएर टिका लगाएर पनि आइसकेँ र अब चाहिँ कति 10 बजिसकेको छ र खाना खानुपर्ने हुन्छ किनकि आज चाहिँ मेरो चाहिँ यहाँनिर धनियाँ रोप्नलाई र आलु त्यो भएको आलु रोप्नलाई चाहिँ खेतालो छ। अनि खेतालो आउने बेला भइसक्यो र त्यही भएर चाहिँ मैले चाहिँ अब चाँडो खाना खाएर काममा लागिहाल्नु पर्ने हुन्छ किनकि अब घरकै मान्छेले ढिलो गऱ्यो भने त त्यत्तिकै ढिलो हुने हो। सो त्यो हिसाबले चाहिँ मैले चाहिँ अब चाँडो खाना खाएर कामतिर लाग्नु पर्ने हुन्छ। अब त्यही हो खाना खाएपछि भेट्छौँ एकैचोटि है त। अहिले चाहिँ 11:15 बजिसकेको छ र मैले चाहिँ खानासाना खाएर पनि अब चाहिँ फेरि पनि म चाहिँ कामतिर लाग्नु पर्ने हुन्छ र खेतालो पनि आइसक्यो। अनि अब चाहिँ यहाँनिर सबभन्दा सुरुमा चाहिँ आलु रोप्नु पर्ने हुन्छ। अनि आलु रोप्नलाई चाहिँ कुलेसी झिक्नुपर्ने हुन्छ। अनि त्यहाँ टक्क चाँडै आउँदैछ। अब चाहिँ यहाँनिर चाहिँ काम सुरु गर्नुपर्ने हुन्छ फटाफट किनकि यो अलिकति अहिले हावा पनि चलिरहेको छ र यहाँनिर चाहिँ यो के भन्छ यो बारी चाहिँ लास्टै यो भएर क्या छारो चाहिँ धेरै छ। अनि त्यही भएर मैले चाहिँ यसलाई यो पछ्यौरालाई चाहिँ यस्तो गरेर व्यवस्थित पाराले होइन छारो मुखमा नछिर्ने पाराले तरिकाले चाहिँ अब दिनुपर्ने हुन्छ किनभने अब फेरि बिरामी भइन्छ। काम त गऱ्यो अनि काम गर्ने बित्तिकै बिरामी भयो भने जस्तो अलिकति नराम्रो सुनिन्छ नि त। सो त्यही भएर चाहिँ अब काम गर्न अगाडि चाहिँ सबभन्दा पहिला चाहिँ सेफ्टी फर्स्ट है। सेफ्टी अपनाउनु पर्ने हुन्छ र अब चाहिँ यहाँनिर चाहिँ यहाँबाट चाहिँ आधी चाहिँ अब यति त्यो आलु छ त्यहाँनिर त्यति आलुले जहाँसम्म पुग्छ त्यहाँसम्म चाहिँ आलु रोप्ने पहिला अनि त्यसपछि चाहिँ धनियाँको लागि ड्याङ बनाउने काम हुन्छ। सो हेर्दै गर्नु होला भिडियो बनाउने अनि काम गर्ने। कहाँसम्म पुग्दो रहेछ यो रोप्नु है आलु। अनि त्यसपछि चाहिँ यहाँनिर सो अहिले चाहिँ टक्क ड्याङ झिकेर पनि आलु यहाँ रोपेर पनि होइन यस्तो पाराले चाहिँ आलु रोपेर पनि सकिसक्यो र अब चाहिँ यहाँनिर टक्क मोल हाल्दै हुनुहुन्छ मम्मीले। मोल हालेर अनि त्यसपछि टक्क पुर्नु पर्ने हुन्छ। मेरो चाँजे त कहाँ उयो गर्नु छ
पुराहरू चाहिँ होली खेलिरहेको छ यहाँनिर है अनि त्यही हो अब आलु पुर्छौँ अनि त्यसपछि फेरि आलु पुरिसकेपछि यहाँनिर चाहिँ अर्को के अरे धनियाँको लागि ड्याङ उठाउनु पर्ने हुन्छ होइन आलु पुरेर अनि टक्क भेट्छौँ है त सो अलराइट गाइज अलराइट अहिले चाहिँ टक्क आलु पुरिसकिसक्यो र आलु पुरिसकेपछि चाहिँ यस्तो छ नजारा धेरै धेरै नरोपे पनि अनि यति भयो नि अनि देखाउनु पऱ्यो नि यसरी रोप्छ यसरी पुर्छ भनेर थाहा भइसक्यो भर्खर भर्खर हेर्नेहरूलाई त थाहा हुँदैन नि त अनि अब चाहिँ अनि त्यसपछि अब चाहिँ यहाँनिर टक्क अब चाहिँ के हुन्छ यहाँ कुलो छ कुलोबाट अब चाहिँ धनियाँ रोप्ने ट्याङ बनाउनु पर्छ हामीले चाहिँ यहाँ धनियाँ रोप्नलाई अनि ट्याङ बनाएपछि फेरि गोरेटो झिकेर अनि धनियाँ रोपेको पनि देखाउँछ है एकछिन पछि हेर्दै गर्नु होला होइन त्यही भन्न चाहन्छु अब चाहिँ टक्क सुरु भइसकेको छ धनियाँ रोप्नको लागि ट्याङ बनाउन र अब म पनि जानुपर्ने हुन्छ धेरै भिडियो मात्र खिचेर नि हुँदैन यस्तो छ ल त्यही हो गाइज अब ट्याङ झिक्छौँ है त सो फाइनली हामीले चाहिँ ड्याङ झिकेर सकिसक्यौँ होइन टक्क धनियाँ रोप्नलाई ड्याङ झिकेर सकिसक्यौँ र सम्याएर पनि सकिसक्यो यस्तो पाराले र अब चाहिँ यहाँनिर धनियाँ हाल्नलाई होइन यस्तो के भन्छ यो गोरेटो डोरेटो डोरेटो गोरेटो हो कि डोरेटो बनाउनु पर्ने हुन्छ र अनि यसरी चाहिँ है कसरी हाल्छ हो यस्तो पाराले चाहिँ होइन यस्तो पाराले चाहिँ पातलो पातलो हालेर चाहिँ धनियाँ चाहिँ रोप्नु पर्ने हुन्छ हामीले चाहिँ किनभने पातलो हाल्यो भने चाहिँ राम्रो हुन्छ अब त्यो अब हातअनुसार हुन्छ अब कतिले बाग्ला हालेर नि राम्रो फलाउँछ नत्र हामीले चाहिँ पातलै हालेर राम्रो फलाउँछ र अब हेर्दै गर्नु होला अब धनियाँ यसरी नै रोप्ने हो होइन टक्क अब भिडियो मात्र कति बनायो भन्छ यहाँ आन्टीले फेरि मलाई अघिदेखि भनिरहेको छ अनि त्यही हिसाबले चाहिँ अब मैले चाहिँ यहाँनिर धनियाँ रोप्नु पर्ने हुन्छ लगाइ चाहिँ धनियाँ रोपेको हेर्नु है त अब काम गर्दा गर्दै चाहिँ होइन अब यहाँ कति भन्दाखेरि 2:30 बजेको नि थाहा नै पाएन रहेछ होइन सो काम चाहिँ अब यहाँनिर यतातिर चाहिँ धनियाँ रोपेर पनि पुरेर सकिसक्यो र यता चाहिँ अनि यता चाहिँ यसरी चाहिँ के भन्छ डोरेटो झिक्दै खान्छ अब यहाँ चाहिँ अब टक्क भोक पनि लाग्यो अनि खाजा पनि पाकिसकेछ अनि टक्क अब चाहिँ खाजा खान जानुपर्ने हुन्छ हामी चाहिँ बवाल पाराले अनि खाजा खान्छौँ अनि फेरि काम आज चाहिँ सघाउनै पर्ने हुन्छ किनकि मौसम फेरि अहिले आज बिहानदेखि चाहिँ घाम चाहिँ लागिरहेको थियो अहिले फेरि त्यताबाट चाहिँ फेरि कालो भएर आइसक्यो है त्यताबाट चाहिँ घाम चाहिँ लागिरहेको छ लाग्नु चाहिँ तर हावा पनि चलिरहेछ फेरि पानी पऱ्यो भने चाहिँ बिजोकै हुन्छ त्यही हिसाबले चाहिँ हामीले अलिक चाँडो काम गरेर चाहिँ सकाएर चाहिँ अनि पानी परे पनि केही हुँदैन भन्ने हिसाबले चाहिँ हिँड्नु पर्ने हुन्छ अनि ट्याक्क अब यहाँ चाहिँ अब 3टा बाइक छ अनि डोरेटो नि झिकिसक्यो 2टामा चाहिँ अनि त्यसमा चाहिँ अब हामीले चाहिँ धनियाँको गेडा हाल्नु पर्ने हुन्छ पहिला खाजा खाऊँ अनि हाल्नु पर्ने हुन्छ र म चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ बारी चाहिँ नजिकै हो क्या
अनि आमामा बुढाहरूले त यिनीहरूले के हो ह्याप्पी होली खेले हो क्या चाहिँ खाजासाजा पनि खाएर सकिसक्यो र अब चाहिँ काममा लाग्ने बेला भइसक्यो अनि टक्क पाराले अब फेरि हेर्नु न गाइज मौसम हेर्नु न घाम छेकिसक्यो कालो बादल आइसक्यो र पानी पर्ने जस्तो अवस्था दिइरहेको छ त्यो हिसाबले चाहिँ हामीले अलिक चाँडो गरेर चाहिँ सकाउनु पर्ने हुन्छ काम चाहिँ फेरि पानी पऱ्यो भने चाहिँ यो माटो चाहिँ बस्छ अनि बसेपछि अलिकति यो डोरेटो झिक्नलाई चाहिँ अलिक गाह्रो हुन्छ धनियाँ सनियाँ हाल्नलाई पनि गाह्रो हुन्छ अनि गाह्रो भएपछि चाहिँ अनि फेरि जोड्नु पर्ने हुन्छ ट्र्याक्टरले किनकि घरिघरि जोतिँदाखेरि चाहिँ दिमागै ह्याङ हुन्छ मेरो पनि र त्यो हिसाबले चाहिँ चाँडो रोपेर सकाउनु पर्ने हुन्छ हामीले चाहिँ अनि यता चाहिँ रोपेर सकिसक्यो यहाँनिर चाहिँ अब त्यहाँनिर डोरेटो झिका छ त्यहाँनिर रोप्नु पर्ने हुन्छ रोप्छौँ अनि पुरेर यसलाई फेरि अब पानी परेन भने पानी लाउने जुगाड पनि गर्नुपर्छ क्या यसलाई चाहिँ अब फेरि आज पानी परेन भने चाहिँ केही गरी पानी पऱ्यो भने त ठिकै छ राम्रै छ रोपिसकेपछि चाहिँ रोप्नुभन्दा अगाडि पऱ्यो भने चाहिँ बिजोकै हुन्छ रोपिसकेपछि पानी पऱ्यो भने चाहिँ केही हुँदैन राम्रै हुन्छ हाम्रो लागि पनि राम्रै हो सबैको लागि राम्रो हो पानी परेको चाहिँ ल त्यही हो गाइस अब धनियाँ रोप्छौँ अनि भेट्छौँ है त यो हिसाबले चाहिँ हाम्रो फाइनली बिउ हालेर पनि सकियो धनियाँको बिउ हालेर पनि सकिसक्यो र अब चाहिँ पूर्ण बाइक छ र धनियाँको बिउ चाहिँ यसरी हालेपछि चाहिँ होइन टक्क यस्तो पाराले हालेपछि चाहिँ अब यसलाई चाहिँ माथिबाट पुरेपछि चाहिँ अनि पुरेर पानी लगाएपछि चाहिँ अनि राम्रो तरिकाले उम्रिन्छ र अब चाहिँ मेरो चाहिँ काम सकिसक्यो मलाई चाहिँ यो माटो हाल्नलाई खासै आउँदैन क्या यस्तो पुर्नलाई मैले चाहिँ फेरि त्यो हालेको गेडा पनि निकालिदिन्छु क्या पुर्दाखेरि चाहिँ अनि त्यो त्यही भयो त्यो भएको हुनाले र अब 4:30 पनि भइसक्यो र बल खेल्न जाने बेला पनि भइसक्यो मेरो चाहिँ त्यो हिसाबले चाहिँ अब म चाहिँ बल खेल्न जान्छु र आन्टी मम्मी अनि आँसुले चाहिँ त्यहाँनिर पुर्नुहुन्छ अनि पुरेपछि सकिन्छ काम चाहिँ आजको लागि चाहिँ त्यति नै काम हो धेरै होइन र मेरो चाहिँ काम सकिसक्यो अब म चाहिँ जानुपर्ने हुन्छ बल खेल्न अब बल खेल्न जान्छु अनि मोबाइलमा चार्ज पनि नहुने रहेछ चार्ज गर्छु अनि बल खेलेर आएर सिधै फेरि घरमा आएपछि भेटौँला अहिले चाहिँ म बल खेलेर पनि घर आइसकेँ र घरमा चाहिँ अब होइन भर्खर बल खेलेर आएको र पानी चाहिँ अघि
बल खेलेर चाहिँ भर्खर होइन अघि नै आइसकेको थियो पानी परेर अनि पानी चाहिँ एकछिन पर्या जस्तो गरेर नाटक देखाइदियो क्या नाटक देखाइदियो मौसमको चाहिँ त्यही हो फेरि होइन नाटक मात्र देखाउँछ सो अब त्यही भएर चाहिँ म चाहिँ यहाँ बारीमा चाहिँ अब पानी लाउनलाई खिड्की टक्क व्यवस्था गर्नु पऱ्यो नि त अब चिसो बनाएर उमार्नु पऱ्यो चाँडो यहाँ यता दिउँसो रुपियाँको धनियाँ र आलुलाई र यहाँनिर चाहिँ खिड्की पनि मैले सेट गरिसकेँ अनि के भन्छ यहाँ पाइप पनि सेट गरिसकेँ र अब चाहिँ अनि के भन्छ त्यहाँ तलबाट टक्क लाएर पाइप जोडेर अनि खिड्की घुम्छ घुम्दैन भनेर हेरेर चाहिँ अनि हात खुट्टा धोएर फेरि खाना बनाउनु पर्ने हुन्छ मैले चाहिँ हात खुट्टा धोएर अब खाना त पऱ्यो नि काम गरेपछि खाना त पऱ्यो अनि त्यो हिसाबले चाहिँ अब चाहिँ टक्क यहाँनिर हेरेर पाइप जोडेर पानी हेरेर अनि हात खुट्टा धोएर चाहिँ खाना बनाउनु बस्नुपर्ने हुन्छ अनि त्यही हो गाइज अब धनियाँ रोपियो अब पानी लाएर बेलैमा उमार्नु पर्ने हुन्छ हामीले चाहिँ अनि आजको लागि चाहिँ यति नै फेरि पनि म नयाँ दिन नयाँ भ्लग लिएर आउने नै छु त्यतिन्जेलसम्म तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब र धेरैभन्दा धेरै माया गरिदिनु होला माया गर्न कन्जुसी किन टिकटकमा चाहिँ धेरै माया देखाइदिनु हुन्छ होइन युट्युबमा चाहिँ देखाउनुहुन्न सबैजनाले टिकटकबाट युट्युबसम्म होइन युट्युबमा नि सबले माया देखाइदिनु होला हस् त धन्यवाद जय नेपाल।